हेलो साथीहरू नमस्ते जोडले वेलकम ब्याक टु माई युट्युब च्यानलमा सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु न्यू डे न्यू भ्लगको साथमा हेर्न सक्नुहुन्छ हामी चाहिँ पिङमा खेल्दैछौँ सरी पिङ खेलिरहँ हामी बच्चै हो क्या हामी पिङ खेलिरहँ बुझ्नु अघि त्यत्रो बाटो हिँडायो घाममा त्यही भएर अहिले शीतलमा पिङ खेलेको हामी चाहिँ खानासाना रिसाउने मान्छेहरू चाहिँ उता झ्याङकुसी खेलेछ त्यो मान्छे यो लुगा मिलाउने मान्छे रिसाहा अनि त्यो झ्याङकुसी खेल्ने मान्छे रिसाहा हामीसँग बोले होइन दुईजना चाहिँ रिसाएर दुईजना उता गएको हामी दुईजना छुटेको है आजबाट ग्रुप छुट्यो हाम्रो थारू बाजे आयो थारू बाजे आयो खाना चाहिँ खायौँ साथीहरू हामीले यस्तो घाम हिँडाउँछ यस्तो घाममा नि हिँडाउँछ नि मान्छेले पापी हो यो मान्छे दिदी के ल्याउनु भएको साथीहरू पसिना ओइ चट चट रिसाको मान्छे साथीहरू हाम्रो ब्रेक टाइम भयो हौ निन्दा लगाइभयो कहिले छुट्टी पाउनु लेट्स गो इन अ बुलेट बाइक सनम चढ न बुलेट बाइक यार त्यसमा होइन कि यसमै जाउँ न त्यो हिरो प्लेजरमा ल साथीहरू हामी बुलेट चढ्यो तिमी जहिले अर्काको गाडी अर्काको बाइक हेरेर सनम गाडी कार दिस इज सनमको गाडी दिस इज यर गाडी यस हाम्रो पार्टीहरू उता आउँदैछ हामी चाहिँ चाउचाउ खोज्न जानु लागेको अहिले साइकल हो तिम्रो साइकल हो ए यही सनमको साइकल अरे बुलेट बाइक अरे क्रस फायर बाइक होइन पसल भएको तल अरे त्यो तल हाम्रो चाहिँ ब्रेक टाइम हो साथीहरू अनि त्यसपछि हामी चाहिँ कहाँ जानु वास्तवमा भन्नु एरिया भन्नु मात्रै हो कि वास्तवमा हाम्रो गाउँतिर भन्दा पनि डेभलपिङ छैन छैन है हाम्रो ठाउँमा जस्तो चाहिँ छैन कि हाम्रो ठाउँमा त पसल त है जता त्यतै हुन्छ गाउँतिर जस्तो त खुल्ला हाम्रो गाउँघरतिर भयो त कस्तो बुजुक्क देखिनु यहाँ त कति खुल्ला हेर्नु घर खोज्नु पऱ्यो नि एक घन्टा तर ठाउँ खासै रमाइलो चाहिँ छैन तोरी खेत अरे आज हामी आएको होइन तोरी खेतमा घाँस राखेको छिराउनु न के भयो त किनेर ल्याउने मात्रै पो हो त साथीहरू हामी चाहिँ होइन आज तोरी खेत आएको अनि अहिले चाहिँ तोरी नै छैन सब मकै रोपेर राखेको छ त्यहाँ नि मकै छ सोध्छ है म अहिले खै उनीहरू थप्रीहरू आकाश हेर न कस्तो राम्रो देखेको आज कस्तो यस्तो गएको जस्तो देखेको छैन यस्तो राम्रो उज्यालो देखेको छैन आउनु कि त्यसै डुल्दै आउने त्यो हिँड्दा नरुचाएको होला नि त यस्तो गर्मी हो कि साथी चितवनमा यति गर्मी छ भोग लगाएर हामी चाहिँ खाजा लिन जान लागेको खाजा लिन जान लागेको गाह्रो छ पसल छैन पसल खोज्दाखेरि जताततै हो जताततै हिँड्नुपर्छ
ओए ओए तोरी बारी अरे तोरी खेत अरे तोरी खोइ त यो हो तोरी ओए त्यसले त लगा हैन ओए यसले त लगा हैन म बेन्दुलुम हो अहिले के अरे अघिको डाइलग हान्नु न अनमोल केसीको के अनमोल केसीको भाइ देशी म अनमोल केसी होइन ल अनमोल केसीको भाइ देशी भने तिमीलाई अनमोल केसी भनेको छैन कसैले नि कालो अनि भेना सन्चै हुनुहुन्छ भएकै धेरै टिकटमा हेर तोरी तोरी भन्छ तोरी खेत अरे जम्मै मगर रोपेर राखेको छ झ्याउ तिम्रो हो यो काम गर्ने ठाउँ म्यानेजरलाई दिएको थियो कि म्यानेजरले गाई भान्थ्यो कपडा हेरौँ अहिले कति बज्यो 6 बज्न लाग्यो रहेछ ए 6:30 भयो रहेछ होइन खाना खाएको 1 घन्टा नि भएको छैन भोक लागिभ्यायो के यति हो कि खाना खाने तिम्रो यो फ्याक्ट्रीमा गनाउँदो रहेछ है त्यो सफा गर्न पठाऊ तिम्रो फ्याक्ट्रीमा छिटो सफा गर्न पठाऊ नत्र मैले कम्प्लेन गरिदिन्छु बालेन दालाई यस्तो गना यार गोबर ग्यास मलहरू बनाउँछ होला यसमा त पसलमा हो पसलमा पसल पनि सब बन्द छ क्या हामी भए हाम्रो ठाउँमा भएको अलिकति हिँड्ने भए पसल भेटी भ्याउँथ्यो यो ठाउँमा त पसलै भेटाउँदैन अङ्कल पसल कहाँ नि यहाँ तोर अगाडि दुध हो यस्तो यो ठाउँलाई किन तोरी खेत भनेको जम्मै मकै रोपेर राखेछ त्यही त हस् थ्याङ्क यू दिन्छु अहिले ओ यताखेरि गर्लफ्रेन्डसँग बोलेर हैरान बिहा पनि आउँछ अरे ठुक्क हाम्रो जिन्दगी नबुझ यो नयाँ घर आहा धन्न मोबाइल फुत्केको यो नयाँ घर सनमको र मेरो हो न सनम त्यो नयाँ घर हो कि होइन भन्नलाई तिमी कति टिकटक चलाएको क्या गर्लफ्रेन्डको म्यासेज आएर फेरि कसैलाई हैरान छ जिन्दगी होइन अघि तिम्रो खोप भएकै नदेखाऊ मलाई किन देखाउनु पऱ्यो म त हेर्दिनँ तिम्रो गर्लफ्रेन्डको म्यासेज आयो मलाई के मलाई के अच्छा बढी हुँदो पो रहेछ त गर्लफ्रेन्ड हुनेहरू यस्तै हो ठाउँ चाहिँ यस्तो छ हरियाली चराचुरुङ्गी करा छ बेलुका साँझ परिसक्यो 6:30 भइसक्यो अघि दिउँसो घाम यति पोल्यो नि साथीहरू मलाई रिस उठ्यो त्यो घाम पोलेको देखेर पसल भेटेँ मैले देखेँ गर्मी हाम्रो मुन्डेतिर भन्दा पनि लास्टै गर्मी यो चितवन साइडतिर मुन्डे एरिया त स्वर्ग हो नि हाम्रो मुन्डे एरिया होइन यस वी आर मुन्डे कसको तिम्रो बिहे हो उके पसल कहाँ त्यति टाढा किन जानु ओए दुलैको घर यो हो क्या
त्यहाँ हेर न त्यो डेकोरेटिभ हेलो अङ्कल नमस्ते झर्ले ठिकै हुन्छ सन्चै हुनुहुन्छ हामीलाई के दिन पर्यो भने भिटामिन दिन पर्यो पोलियो ठोपा छैन पोलियो थोपो खाने तिमी ओइ पोलियो थोपो खाने चिचाउन भनौँ न हजुर साबुन र सरफ खाने होइन ओइ ओइ इग्नोर हान्दिएको मलाई साबुन र सरफ खान्छ खान्न तिमीहरूले साबुन र सरफ साबुन कुन किन्ने साबुन कुन किन्ने वाइ वाइ च्याउँछ दिनु न वाइ वाइ हुँदै छिटो आउ न त्यो होइन त्यो अची वाइ दिन्न लोभी हाम्रो खाजा देऊ ओइ हान ओइ हान हान के गर्ने दिदी दादा हान्दे भाइ हान्दे गोद्दे भाइ गोद्दे जलामा हाल्न त्यस्तो जला फकाएको ए पाइ बिहा रहेछ र पो त पाएन पायो तपाईँहरू भन्दा अगाडि पाएको नि यो चुइगम त्यो खाना नपाएकाहरू हेर न त्यहाँ एउटा छ एउटा म नखाने एउटा खानु पर्यो नि भिखारी गर्दैछु म सिकारी अब भन्न तिमीहरूको साथी भयो उता माथि हेर्दा उता ऊ त्यो चुइगमको नाम के अरे थाहा पुदिना चुइगम यो के महिना र होइन होइन डाङ्ग्रे होइन होइन डाङ्ग्रे हो महिना बोलेको चाहिँ पप्पा लाग्छ हो कसरी बोल्छ कसरी कसहरू भन्दा नि प्योर बोल्छ क्या त्यो प्यारोट भन्दा नि होइन त्यसलाई नेपालीमा के भन्छ सुगा क्लियर शब्द छैन हामी चाहिँ खाजा किनेर नि फर्किसक्यौँ चाउचाउ लिएर कति अहिले दन्ती फर्किने बेलामा भोग लाग्छ कति यो बाटो हिँड्नु पुरानो बाटो हिँड्नु न गाउँघरतिर जस्तो हजुर तपाईँहरूसँग बसेर खाऊँ कि भनेर गदाहरू हजुर खाएको अहिले अहिले भोग लाग्छ भनेर धेरै भएर उयो यताबाट चलो होइन हामी त पिस पिस आयौँ पिस पिस सहरको बाटो आयो अब गाउँको बाटो जाने कति कति त्यही गनाको खाना गएको गोबरकै गोबर अझ त्यहाँ पहिला तिमीले जगिङ गर्न नि पर्यो नि जगिङ गर्न सनम हेरिदिउ न यहाँको आँपहरू त्यहाँ छ होइन र रुख कटर हो यो भोगटे खै र त्यो भोगटे रहेछ यहाँ चोर्न आउने ओइ सनम
सनम आज तिमीले त आएको चोरेन त चाहिँ जगिङ गर्छु भन्दा पनि पुरा खुट्टै गएको त्यहाँ मान्छे थियो त्यही भएर हो हेर नि त्यहाँ दिदीले पानी खुब जान्छ मेवा त कति सानो सानो हो त्यहाँ धेरै भयो भुसिया कुकुरहरू त्यहाँ पुगिसक्यो बग्दै बग्दै घरतिर त पानी पऱ्यो अरे घरतिर पानी पऱ्यो अरे कहाँ हो त्यस्तै हावा गफ दिएको उसले फेरि पत्याएर कसले घरतिर पानी परेको हुन्छ लास गफाडी भयो अरे उता शङ्करदेवतिर हेलो हेलो सुलुलुलु अभि 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 के सक्दैन ल भाइ बोक्दै बोक्दै त्यो हड्डी भाँचिन्छ है ओ हड्डी भाँचिन्छ मेरो हड्डी भाँचिन्छ कहिले ल बोक बनाउने भाषा के होला सनम बोक्यो सनमले दिएन सनम त्यो सनम चोर फेरि कहाँ छ खुर्सानी कहाँ छ कहाँ बेलौती कहाँ सब हेरेर हिँड्छ यो चोरले यो चोर चोर यता हेर न ओए चोर सनम हेर न लाटा पो लाटा ऊ टोपी हेर होइन युट्युबमा आउँछ भिडियो कुन्टे साइला जान्छ के चाहिँ रिदमले जस्तै आइदिनु पर्छ क्या हामीलाई यस्तो गरेर यो अर्कै खालको लाटो परेछ क्या बुझ्दै नबुझ्ने खालको लाटो लाटा पऱ्यो क्या टोम्पा लाटा राम्रो ब्रेक टाइम पुरै हल्ला यस्ता हेर्नु न सब झमेला उहाँ साली भेनाको जुत्ताको चलिरह कति बज्यो मोबाइल के 8 8:30 भयो 8:30 भयो 8:30 सम्म साले आल भयो साले आल 8:30 साले आल दिदी मोबाइलले फेरि दिदी भ्याए साली भेनाको जुत्ताको के लिएर हिँड्छ क्या यहाँ अङ्कल हेलो साथीहरू गुड मर्निङ अहिले बिहानको 7:30 बजेको छ म भर्खर उठेको अनि हिजोको भ्लग सँगसँगै आजको भ्लग पनि म एड गर्दैछु किनभने हिजो म राति 12:30 बजे 1 बजे आइपुग्न लागेँ 1 बजे आइपुगेको थिएँ घरमा त्यस कारणले गर्दा हिजो मैले भ्लगिङ इन गरेन आजको भ्लग सँगसँगै हिजोको भ्लग पनि एड गरेर बल्ल भ्लग इन गर्छु म अनि के भने साथीहरू म चाहिँ भर्खरै उठेर म किचन रुममा छु अहिले अनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दा नि अलिकति थकित छु थकाइ लागेको छ अनि तै पनि निन्द्रा अझै टुटेको छैन घाँटी हल्का बसेको छ त्यति हो नत्र म एकदम फिट एन्ड फाइन छु तपाईँहरू कस्तो हुनुहुन्छ भन्नुहोस् है साथीहरू हाम्रो बिहानको नजारा हेर्नु
काम गर्नेहरू काम त्यस्तै छ भिडियो बनाएर हाम्रो सर हेर्नुहोस् के हो लड्ने हो के हो तरुणीहरू काम गर्दैछ यता हाकिम हेर्दै हुनुहुन्छ हो न कामदारीहरूलाई हेर्दै हुनुहुन्छ होइन हाकिम सर हो कि होइन गुड भने हाकिम फेरि खतरा खा यहाँ डेन्जर छ सेक्सी कट्टो लाएर बस्यो अलि मिल्दैन देखाउन होइन आज हेरेको नि आज के खाँदा नि सोल्टिनीहरूको खबर यता यता काम यसरी चलिरहेछ मेरो यता काम यसरी चलिरहेछ के हो लड्ने हो लड्ने हो हेलो पापा हेलो भन ठुलो पापा हेलो गर ठुलो ए गर्छ लड्ने हो हेर्नु साथीहरू आफूभन्दा ठुलो बल लिन्छ यस्तो नि ल फाल सानो ल आऊ ल फाल यता ल ए ल गे अभि खै फालेको ए खै ल खान्छ दे न मम्मीले नि खानुहुन्छ होला है आफूभन्दा ठुलो बल खेल्ने यस्तो ल आऊ ऐसी ल हेर्नु है साथीहरू हाम्रो बाबु चाहिँ पहिलोचोटि यसरी हिँडिरहेको छ खुट्टा टेकेर ल आऊ 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 अझै को ल है अझै ड्राइभर दाइ त पछाडि ब्याग पो आउनुहुन्छ त हौ ल गए यता ब्याग हो ड्राइभर दाइ त के हो ल है छड्के जानुहुन्छ त ल है पहिलोचोटि चाहिँ यसरी हिँडिरहेछ हाम्रो बाबु है यसरी चढेर अरू बेला चाहिँ हामीले ओहोरो गराउनु पर्थ्यो अहिले त आफै हिँडिरहेछ है ल है साथीहरू हाम्रो बाबु हिँड्यो यसरी ल को अबि ओके साथीहरू हजुर यति नै ब्लग म यहीँ गर्न चाहन्छु अनि त्यसपछि माया गर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बाई गाइज गुड नाइट सी यु इन नेक्स्ट ब्लग